हेलो फ्रेन्ड, गुड मर्निङ। तपाईँहरू सबैजनालाई गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई मेरो नयाँ युट्युब च्यानलमा स्वागत छ। अहिले चाहिँ म यहाँ किचनमा आइसकेको छु। किचनमा काम गर्नुको लागि यहाँनिर आइसकेको छु यही। अनि यहाँ मैले दाल बसाएको छु। अघि नै आएर मैले दाल बसाएको, किनभने ढिलो हुन्छ भनेर मैले चाहिँ दाल बसाइसकेको है। अनि यहाँनिर चाहिँ घिउ खारेर राखेको छु मैले। यहाँ घिउ यसरी घिउ खारेको छु। यो घिउ चाहिँ एकदमै कस्तो फाल्को यहाँको घिउ चाहिँ अर्कै टाइपको हुन्छ कि, त्यही कारणले गर्दाखेरि यसलाई खार्दाखेरि चाहिँ ग्यास एकदमै सानो बनाएर खार्नुपर्छ यो घिउलाई चाहिँ। त्यही कारणले गर्दाखेरि अघि नै मैले उठ्ने बित्तिकै यो घिउलाई खारेर अनि म मुखहरू धुनु गएको थिएँ है। अहिले चाहिँ मैले मुखसुख धोएर आएर अब यहाँ किचनको काम सुरु गर्दैछु है। तपाईँहरूलाई थाहै छ भान्साघरमा के हुन्छ, पकाउने काम बेसी हुन्छ है। त्यही कारणले गर्दाखेरि मेरो पकाउनुको काम चाहिँ सुरु हुँदैछ। यहाँ मैले चाना दाल र लौका मिक्स गरेर बनाएको, चाना दाल अनि लौका मिक्स गरेर बनाएको छु है। यो चाहिँ अब यसलाई चाहिँ पहिला कुकरमा पकाएर चाहिँ त्यहाँदेखिको चाहिँ झान्नुपर्छ यसलाई चाहिँ। त्यही कारणले गर्दा चाना दाल र लौका मिक्स गरेर बनाएको यो चाहिँ। अब अरू बनाउनु पर्ने छ धेरै कुरो। म के बनाउँछु तपाईँहरूलाई म देखाउने छु है। तपाईँहरूले पनि हेरेर तपाईँहरूले पनि मेरो स्टाइलमा बनाएर खानु सक्नुहुन्छ है। अनि मेरो युट्युबमा चाहिँ अब खालि भान्साघरको मात्रै भिडियो आउँदैन है, अरू भिडियो पनि तपाईँहरूले देख्नु सक्नुहुन्छ। अनि तपाईँहरूले इन्जोय गर्नुहोस् होला मेरो भिडियो हेरेर है। धन्यवाद तपाईँहरू सबैजनालाई। प्लिज मेरो भिडियो चाहिँ स्किप नगरिकन तपाईँहरूले फुल हेरेर इन्जोय गर्नुहोस् होला। अनि जतिजना नयाँ आउनु हुँदैछ मेरो नयाँ युट्युबमा, तपाईँहरूले सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला है। साथ सपोर्ट गर्नुहोस् होला। हुन्छ, अब म चाहिँ सुरु गर्नेछु किचनको काम। यहाँको घिउ चाहिँ यस्तो हुन्छ है। यो माथिको चाहिँ यो अब मैला, यो सबै अब मजाले उयो पाकेर चाहिँ घिउ मजाले खारेपछि मात्रै निकाल्नुपर्छ। यहाँ हिजो दही बनाएर रेडी गरेर राखिरहेको छु है। अर्को ठुलो चाहिँ मैले फ्रिजमा लगाइदिएको छु। त्यो चाहिँ मजाले दही ढक्कै जाम्मेछ। यो चाहिँ किन जाम्मेकै छैन हो, यो चाहिँ जाम्मेकै छैन, दाउन कम्ती भएर नजाम्मेको हो कि भन्दैछु। यो चाहिँ अर्को त मजाले जाम्मेर पनि मैले फ्रिजमा लगाइदिएँ हो। ए आम्मामामा भुसु नआएर यहाँ हेर्नुहोस् त, कस्तो प्रकारले यहाँ टाँसेर बसेको छ। आम्मामामा आज चाहिँ मेरो पुरा काम छ क्या भुसु बढाल्ने। यहाँ पनि यसरी राखिदिएको छु है मैले। भुसुना भएर नि अब दाल पाकिसक्नु आँटेको छ। दाललाई झान्नुपर्छ। अनि अब म के पकाउनु पर्छ सब्जी भनेर सोच्दैछु। अब पकाउँछु। यो चाहिँ चिकन लेग हो, वालमार्टबाट ल्याएको। अब यसलाई चाहिँ सफा गरेर चाहिँ मजाले राख्नुपर्छ डिप फ्रिजमा, किनभने यो डिप फ्रिजमा राखेको छैन, पुरा पानी भइरहेको छ हो। अनि यो चाहिँ बिफ हो। बिफ चाहिँ मैले ठुलो खालको बिफ ल्याएको। यहाँ यसको दाम यहाँ हेर्नुहोस् त, यहाँ कति छ, $24.79 है। आम्मामा कति महँगो। यो भनौँ भने यो 1 केजी होला। यहाँनिर 1 केजीकै यत्रो दामको मासु खानुपर्छ है साथीहरू। यहाँ चाहिँ यति महँगो छ है। इन्डियामा त यस्तो महँगो छैन, के गर्नु है। अनि यहाँ कोपी पनि रेडी गरेको छु। कोपी यस्तो पाउँछ कोपी है। कोपी चाहिँ हरदम पाउँछ यहाँ चाहिँ, सिजनमा मात्रै होइन, हरेक महिनै पाउँछ, हरेक सालै पाउँछ कोपी चाहिँ। यस्तो ताजा कहाँ फलेको होला कोनी हो, कहाँ फलेको कोनी। अहिले चाहिँ म ब्रेकफास्ट रेडी गर्दैछु। ब्रेड यहाँ तताएर चाहिँ यसलाई चाहिँ स्यान्डविच जस्तो बनाउनु पर्यो। चाना दाल र लौका मिक्स गरेर बनाएको दाल रेडी भइसकेको छ है। यो चाहिँ चाना दालमा लौका मिसाएर बनाएको।
यो चाहिँ भुटनिस डिस बनाएको खोर्सानीको मात्रै बनाएको। यहाँ कुकरमा चाहिँ भाइको लागि मासु बोइल गरेको। अब म चाहिँ यो कोपी आलुको सब्जी बनाउनु आँटेको। यहाँ मैले कोपी र आलु काटेर रेडी गरेर राखेको छु। यहाँ प्याज अनि डल्ले काटेर रेडी गरेको छु। लसुन यसरी राखेको छु। तेल हालेको छु कराईमा। 5 फोरन हालिदिन्छु। अनि 5 फोरन पाकेपछि यो खोर्सानी र यो प्याज काटेको लगाइदिन्छु। अनि लसुन पनि लगाइदिन्छु। अन्त यसलाई मजाले फ्राई गर्नुपर्छ, अलिकति पकाउनुपर्छ। हल्दी लगाइदिन्छु। अनि त्यहाँदेखिको यो कोपी र आलु काटेको पनि लगाइदिन्छु। अनि यसलाई चाहिँ मजाले पकाउनुपर्छ। नुन लगाइदिन्छु माथिबाट स्वाद अनुसार। अनि यसलाई छोपिदिन्छु, एकछिन छोपिदिन्छु। अनि मैले निकालेर चाहिँ यसरी पकाउनुपर्छ। अनि रेडी भइसक्यो। अहिले चाहिँ म खानासाना पकाएर सकेर चाहिँ अहिले म यहाँ घर सफा गर्नु आँटेको। हिजो चाहिँ पुरा भुसुना घरभित्र पसेर नि पुरा मैला पारेर, त्यही कारणले गर्दाखेरि अहिले चाहिँ म यहाँ सफा गर्दैछु। रेडी गरेँ मैले यहाँ यो दाल, अनि त्यहाँदेखिको यो कोपी आलु, अनि यो चाहिँ बिफको साँधेको, बिफ साँधेको है यो चाहिँ हो। अनि यो चाहिँ खोर्सानीको दाछी बनाएको छु। यो चाहिँ भाइको माम हो। सबै रेडी गरेर राखेको छु। मेरो भिडियो जतिजनाले हेर्नुहुन्छ तपाईँहरूले हेरेर सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला। बाई बाई, गड ब्लेस यु।